दाइ के बनाउनु ला तपाईँले आज? आज हामी बनाउँदैछौँ स्पेसल नेपाली स्टाइल झोल मोमो। झोल मोमोको लागि हामी झोल बनाउनको लागि सबैभन्दा पहिला यहाँ हामीले यसको रेडी गर्दैछौँ मिजाहरू। मिठो बनाउन ल सेफ। मिठो खायो भने त बवाल भाइ बवाल। ओके सेफ। मोमोको लागि पेडा काट्दैछु। यसको पेडाको साइज चाहिँ हाम्रो हुनुपर्छ 9 देखि 12 ग्राम। मैले चाहिँ राउन्ड सेपमा बनाउँदैछु। जस्तो तपाईँलाई जस्तो सजिलो लाग्छ त्यस्तो सेपमा बनाउँदा हुन्छ। हाम्रो मोमो पाकेर रेडी भइसकेको छ। अब म प्लेटिङको तर्फ बढ्छु।